साथीहरु यो मकैको आटो र सिस्नो मलाई चाहिँ एकदम फेभरेट हो। खाएला साथीहरु एकदम मिठो भयो होला जस्तो लाग्यो मलाई चाहिँ। खान्छु। एकदम मिठो भयो। मलाई चाहिँ सिस्नो चाहिँ लसुनले झानेको एकदम मन पर्छ। अनि आटो चाहिँ यो हल्का सारो मन पर्छ सिस्नोसँग मलाई। यो अचार चाहिँ एकदम पिठो भयो पुरै डल्लेको। तपाईहरु पनि एकदम ट्राई गर्नु होला। यो अचार चाहिँ एकदम मिठो हुन्छ। नानी म चाहिँ नानीलाई खाना दिइसके पहिले उसले खाना भन्दा यति क्याङ छ मेरो नानीलाई। त्यही भएर मैले पहिले खाना दिइसके उसलाई। आज चाहिँ खाना चाहिँ घरमा चाहिँ नानी म मात्र हो। बुवा जोत्न जानु हो। आमा चाहिँ तातपानी जानु हो। तातपानी दिन भयो आमा तातपानी गएको। अनि यो भिडियो देखेर चाहिँ मैले खाएको यो सिस्नो र आटो खाएको भिडियो देखेर मेरो बाबाले रियाले चुहाउनुहुन्छ होला। यति मनपर्छ मेरो बाबाले यो आटो सिस्नो। मेरो बाबाको लागि भानी। यो सिस्नो मैले नानी जन्मिँदाखेरि यति खाएँ साथीहरु यति खाएँ। म यसै सिस्नोले मात्र गर्दा बाँचेको होला जस्तो लाग्छ त नानी पेटमा हुँदाखेरि। यति मन पर्थ्यो मलाई यो सिस्नो। साथीहरु खाएपछि मलाई याद भयो फोटो खिच्नै बिर्सेछु मैले। आटो सिस्नोको यो कटेरीमा बल्ल टल्ल मैले छाक पुऱ्याएको।